नमस्कार। टुडे समाचार में अपने सदगुटे के स्वागत है। हम सपना समाचार शुरू करी। प्रदेश सरकार के कर्मचारी सब पदस्थापनाक मांग करैत आंदोलित भेल। मुख्य प्रसंग मध्य प्रदेश के स्थानीय तह कर्मचारी सब पदस्थापनाक मांग रखैत आंदोलित भेल अछि। अन्य प्रदेश में स्थानीय सेवा गठन तथा संचालन अध्यादेश 2079 बमोजिम कोनो स्थानीय तह में सिफारिश होकर नियुक्ति भेल कर्मचारी सबके काम काज में खटल कार्यालय से पदस्थापना होब व्यवस्था कयल गेलै। मुदा मध्य प्रदेश में एहि प्रकारक कोनो स्पष्ट कानून नहीं भेला से अपने सब बिचली में पड़ल आंदोलनरत कर्मचारी सबके उपराग रहल अछि। म वीरबहादुर शाह लहरा, स्थानीय तह कर्मचारी मध्य प्रदेशको संयोजक। यो मध्य प्रदेशले जुन स्थानीय सेवा ऐन जारी गरेका छन् त्यसमा धेरै कर्मचारीहरूको समस्या जिउको त्यौँ छन्। त्यसलाई हामीले त्यति बेला ऐन जारी गर्दा बेला नै हामीले पदस्थापनको लागि अन्तर प्रदेशबाट आएका होस् या सम्बन्धित प्रदेशभित्रै एक पालिकाबाट अर्को पालिकामा कामकाजमा आएका होस्, त्यो सबैले हामीले सम्बन्धित पालिकामै सम्बन्धित पदमै पदस्थापन गरेर भने हामीले भनेका थिए। त्यति बेला समितिमा छलफल भएर पनि त्यहाँ लेखिएको थियो। तर पछि गएर त्यहाँ केही शब्दहरूको त्रुटि देखियो। लेख्नुपर्ने स्थानीय तह तर स्थानीय निकाय भएको कारणले लगभग 150 कर्मचारीको हामी पिरमर्कामा छौँ। लगभग 5-4 वर्षदेखि हामीले मध्य प्रदेशका कामकाज गर्दै आएका छौँ र यहाँका जनतालाई सेवा गर्दै आएका छौँ। भोलिको दिनमा हाम्रो पदस्थापन भएन भने हाम्रो स्तर वृद्धि, बढुवा, वृत्ति विकास सबै रोकिने हो। सबभन्दा पहिला यो सम्बन्धित प्रदेशले जति कामकाजमा हामी आएका छौँ, अन्तर प्रदेश होस् या प्रदेशभित्रैका होस्, सबैलाई सम्बन्धित स्थानीय निकायमै, स्थानीय तहमै, सम्बन्धित पदमै पदस्थापन गर्नु पर्यो। त्यसले सम्पूर्णको वृत्ति विकास, स्तर वृद्धि, बढुवा समेतको कार्यक्रम हुन्छ। नत्र सबैको स्तर वृद्धि, बढुवा र वृत्ति विकास रोकिसके पछाडि त्यो सम्पूर्ण मध्य प्रदेशकै कर्मचारी लगभग 150 भन्दा बढीको कर्मचारीले पिरमर्कामा हुन्छन् र त्यसले त्यो सम्बन्धित पालिकालाई कसरी सेवा प्रदान गर्न सक्छ। र यो कुरामा हामीले बारम्बार माननीय मुख्यमन्त्रीज्यूलाई प्रेसर गर्दा पनि आज हुन्छ भोलि हुन्छ र लगभग हामीले 2 महिनाभन्दा बढी हाउदा धाउँदै हामीले थाकिसकेका छौँ। आजदेखि हामीले अन्तिम हामीले उहाँलाई सल्लाह सुझाव भनौँ र सहकार्य भनौँ हामीले गरेका छौँ। यदि हाम्रो कुरा अहिलेसम्म अब सुनिएन भने हामी यस पछाडि हामीले आफ्नो कार्यक्रमहरू आन्दोलन गर्ने हो कि धरना बस्ने हो कि के गर्ने हो, हामी सशक्त रूपमा अगाडि बढ्छौँ। र यसबाट सिर्जित हुने सम्पूर्ण समस्याको जिम्मेवार मध्य प्रदेशका सम्बन्धित निकायले लिनुपर्छ। त्यसको लागि हामीले सम्पूर्ण कर्मचारीहरू एकजुट भएर तयार भएर बसेका छौँ। यत्तिकै भन्दै सम्बन्धित निकायसम्म यो कुरा पुर्याएर हाम्रो कुरालाई पदस्थापन कुरालाई लिएर अध्यादेश मार्फत हुन्छ कि कसरी हुन्छ, कुन तरिकाले हुन्छ, छिटोभन्दा छिटो हामीले पदस्थापन सम्बन्धित निकायमै सम्बन्धित। मध्य प्रदेश सरकार के उदासीनता के कारण पदस्थापना कार्य प्रभावित भेला से कर्मचारी सब आरोप से हो लगौलेन। कार्यालय के काज कर समय में पदस्थापना के लिए अपने सबके दौड़ धूप कर पड़ला से सेवाग्राही समेत समय में सेवा पावन नहीं सकल। कर्मचारी सेवा प्रवाह कार्य समेत प्रभावित भेल त अपन सबके जायज मांग के विषय में सरकार गंभीर नहीं भेलन त कड़ा संघर्ष में उतर बाध्य हैब हिनकर सबके चेतावनी समेत रहल अछि। जुन अहिले विगत 2 महिनादेखि उहाँहरूले आन्दोलनमा बसिराख्नुभएपछि मुख्यमन्त्री प्राय डेली आइराख्नु भएको छ पदस्थापनको लागि। अन्तर यो प्रदेश स्तरको पदस्थापन र अर्को प्रदेशबाट अर्को यो प्रदेशमा बसेको कर्मचारीहरू यहाँबाट जाने जुन एउटा मापदण्ड त्यो हुनुपर्ने हो पदस्थापनको जुन ऐन हुनुपर्ने त्यो यसमा पछि संशोधन गरेर हामी राख्छु भनेर मुख्यमन्त्रीज्यूले पहिला 2 महिना अगाडि पनि भन्नुभएको थियो। तर अहिलेसम्म त्यो कार्य शून्य अवस्थामा छ। हामी जिल्लाको सबै कर्मचारीहरू सबै जिल्लाबाट निरन्तर बारम्बार यहाँ आएर मुख्यमन्त्री कार्यालयमा बसेर हैन उता पालिकाहरू बन्द गरेर यहाँ धरनामा बसिरहेको छ। त्यही भएर उहाँको जबसम्म माग पुरा हुँदैन, वास्तवमा यो 5-6वटा प्रदेशमा लागू भइसकेको छ पदस्थापनको कुराहरू। तर त्यही ऐनलाई यहाँ कपी पेस्ट गर्नको लागि पनि महिनौं दिन लागिरहेको छ। उहाँले जुन एउटा प्रलोभन देखाइरहेको छ, जुन यहाँ कर्मचारीहरूले या प्रमुख सचिवले या मुख्यमन्त्रीले हैन, त्यो उहाँहरूको भोलिको दिन ठेगान छैन कि हामी यस्तै आन्दोलन गरिराख्ने। उहाँहरूको भोलि अब जुन आज भन्नुभएको छ त्यही उहाँ भोलि रहन्छ कि रहँदैन थाहा हुँदैन। तर हामी विगत 2 महिनादेखि हामी आन्दोलनमा छौँ, तर पनि अहिलेसम्म
खासै केही वास्ता गरेको छैन। त्यही भएरले उहाँहरूले जबसम्म वास्ता गर्दैछन् तबसम्म हामी यहाँ धरना कार्यक्रमदेखि लिएर अझै यो भएन भने हामी आन्दोलन गरेर भए पनि हामी यसलाई जसरी भए पनि हामी प्रस्थापन गराएरै छाड्छौँ भन्ने हाम्रो माग छ। जम्मा कतिजना कर्मचारीहरू हुनुहुन्छ तपाईँहरू अर्थात् जिल्लामा? स्थापनमा सबै समूहको भन्दा हेर्दाखेरि एराउन्ड 1000 को लगभगमा हुन्छ। हामी यस्तो ऐसा पहिने इस सब गोटे मंगल दिन मुख्यमंत्री तथा मंत्रिपरिषद के कार्यालय के प्रमुख सचिव लेखनाथ पौडेल के अपने सबके पद स्थापना के मांग रखत ज्ञापन पत्र सिहो बुझाउने सलैन। जनता समाजवादी पार्टी नेपाल के अध्यक्ष उपेन्द्र यादव कोरोना के कारण बंद रहल छोटी भंसार सब जल्दी खुला करा देव सरकार के सुझाव देने साइन। बुध दिन बैसल प्रतिनिधि सभा अंतर्गत के अर्थ समिति बैसार में यादव निके बढ़िया राजस्व होइत आयल छोटी भंसार सब बंद रहला से सर्वसाधारण सबके समस्या भेल कहत जल्दी ई भंसार सब खुला क देव सरकार के सुझाव दिलैन। नेपाल भारत के नाका सबसे छोट मात्रा में सामान आना नागरिक दुख पेने आ सेटिंग में बड़का मात्रे सामान एला से सहज हिनकर नाका समय राजस्व छली कक होए त्याल पॉकेट भंसार निक संग चलल कहत ओ में नियंत्रण समेत कर अर्थमंत्री के ध्यान आकर्षण करने साइड भंसार छोटी भंसार अब टाल देखने थिए कोविड को बेला में बंद भए र अहिले समय बंद छ जहाँबाट निकै राम्रो राजस्व आउन सक्ने सम्भावनाहरू थिए त्यो चाँडै खोल्नु पर्ने हुन्छ। भन्सार नहुँदा जनताले दुःख पाउँछन् एउटा त्यो। दोस्रो के छ त बोर्डरमा भन्दाखेरि दैनिक उपभोगका वस्तुहरू 1 किलो 2 किलो 4 किलो यसो अब त्यहाँको इकोनोमी त बोर्डको इकोनोमी बेग्लै हुन्छ। ल्याउने जनताले शास्ति पाएका छन्, टर्चर पाएको छ। तर क्यारिङ सिस्टम सेटिङमा बेलुका भइसकेपछि